मर्निङ साथीहरू। यो नरिवलको पानी खाने होइन त साथीहरू, कोकोनट वाटर। योबाट के फाइदा गर्दछ त है, यसको विषयमा एकदमै मैले हजुरहरूलाई जानकारी गराउँदैछु। यो भिडियो अन्तिमसम्म हेर्नु होला है। कति नाच मात्रै हेर्नुहुन्छ त, मेरो नाच मात्रै हेरेर हुन्छ त? यस्तो स्वास्थ्य सन्देश पनि त सुन्नु पर्यो नि होइन साथीहरू। नाचगान हुन बित्तिकै तपाईँहरू भ्युज बढाउनुहुन्छ, जब स्वास्थ्य सन्देशमूलक केही कुरा सुनाउन खोज्दा तपाईँहरू त्यति हेर्नुहुन्न। यो कुरालाई बढी हेर्नुहोस् न है, एकदम आफ्नो स्वास्थ्य लाभ लिनुहोस् है। म यसको बारेमा बताउँदैछु हजुर साथीहरू। नरिवलको बारेमा भन्नुपर्दा है, यसमा के हुन्छ भन्दाखेरि हाइड्रेसन है। नरिवलको पानीमा इलेक्ट्रोलाइटको मात्रा के पोटासियम हुन्छ, सोडियम हुन्छ, म्याग्नेसियम हुन्छ है, जसले गर्दा शरीरमा भएको पानीको मात्रा कमी हुनबाट बचाउँछ के है। अनि गर्मी समयमा त र एकदम शरीर डिहाइड्रेसन हुन्छ नि त, अनि व्यायाम गर्दा एक्सर्साइज गर्दा त्यस्तो गर्दाखेरि एकदमै डिहाइड्रेसन भएको अवस्थामा पनि यो हामीले प्रयोग गर्यो भने एकदम फाइदाजनक छ है। अनि त्यो सँगसँगै पाचन सुधार है, पाचन जस्तो कि पेट सफा राख्ने काम गर्यो, त्यो सँगसँगै पेट दुखाइ पनि कम गर्ने भयो, एसिडिटीको मात्रा पनि कम गर्यो है, कब्जियतलाई पनि एकदम क्लियर गर्यो के, एकदम राम्रो हुन्छ यो। अनि रगतमा शर्कराको मात्रा पनि एकदम नियन्त्रण गर्दछ के, ब्लड सुगर कन्ट्रोल गर्ने काम गर्दछ यसले। र यो सुगर भएको मान्छेहरूले मध्यम मात्रामा खानुपर्छ, धेरै बढी मात्रामा खानु हुँदैन, ठिक्क मात्रामा खानुपर्ने हुन्छ। अनि हृदय सम्बन्धी समस्या के, हार्ट हेल्थ भन्छ होइन, यो मुटुको स्वास्थ्य सम्बन्धीमा पनि पोटासियम धेरै भएकोले ब्लड प्रेसरलाई पनि नियन्त्रण गर्ने काम गर्दछ यसले भाइ, मद्दत गर्ने भयो। अनि कोलेस्ट्रोलको मात्रा पनि घटाउने भयो। अनि तौल पनि, शरीरको तौलको मात्रा नियन्त्रण गर्ने भयो के यसले है, तौललाई पनि नियन्त्रण, कम क्यालोरी भएको र यसमा फाइबर भएको कारणले गर्दा तौल घटाउनमा पनि एकदम सहयोग गर्दछ के यसले है। अनि त्योसँगै त्वचा के, छाला स्किनलाई पनि मुलायम गराउने, चम्किलो गराउने काम गर्यो। कपाललाई पनि एकदमै मजबुत बनाउने, अनि कपाललाई मुलायम चम्किलो गराउने एकदमै राम्रो काम गर्दछ यसले। अनि किडनीमा पत्थरीहरू पर्न दिँदैन होइन, पानीको मात्रा बढाएपछि भयो नि त, अनि पत्थरी पर्ने भएन। अनि त्योसँग पिसाब सम्बन्धी, मूत्र सम्बन्धी समस्याहरू एकदम क्लियर गर्छ यसले, पिसाबलाई एकदम राम्रोसँग क्लियर गराउने काम गर्दछ है। त्यो सँगसँगै ऊर्जा बढाउँछ क्या यसले है, नेचुरल इनर्जी ड्रिङ्क भन्छ क्या यसलाई है, एकदम इनर्जी पनि बढाउने है। नरिवल पानीमा के हुन्छ भन्दाखेरि मिनरल्स हुन्छ क्या, त्यसमा पोटासियम भयो, क्याल्सियम हुने भएकोले अनि हड्डीहरू बोनहरू पनि एकदम बलियो गराउने है। त्यो सँगसँगै तपाईँले मद्दत गर्ने काम गर्यो। अनि अरूसँगै एलर्जी वा छालाको समस्या होइन, बाहिरी भागमा र्यासहरू त्यस्तो आएको खण्डमा पनि बाहिरी भागमा तपाईँले यसो थोपा होइन राख्न सक्नुहुन्छ क्या त्यसमा है। त्यो कारणले गर्दा नि शीतल महसुस गर्ने, राहत महसुस हुने गर्दछ यसले। मसल र बोनलाई पनि स्ट्रङ गर्ने काम गर्दछ। त्यो कारणले गर्दा हामीले यो प्रयोग गऱ्यौँ भने एकदम स्वास्थ्यको लागि एकदम फाइदाजनक छ है। त्यो सँगसँगै अनि सावधानीहरू है, यो बढी मात्रामा पनि धेरै खानु हुँदैन है, बढी मात्रामा खानु हुँदैन किनभने चिसो लाग्ने सम्भावना भयो। त्यो सँगसँगै तपाईँको के हुन्छ भन्दाखेरि पेट फुल्न सक्छ। अनि मधुमेहको बिरामी, सुगरको बिरामीहरूले धेरै मात्रामा खानु हुँदैन है, कम मात्रामा खानुपर्ने हुन्छ। अनि त्यही नै हो है। हस्, थ्याङ्क यू, बाई।